Jackson Baku. शनिबारको ड्युटी सुरु भयो अब शनिबार ढिलै उठ्यो ढिलै हिँड्यो के गर्नु हिँड्नै त पर्यो जय विश्वकर्मा बाबा जय कुलदेव भगवान जय गणेश भगवान जय महादेव भगवान जय 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 गणेश भगवान जय गणेश भगवान जय ल गाडी साडी स्टार्ट गरियो ढोक्यो भगवानको नाम लियो सबै भयो अब यहाँ बसेर भएन अब जक्सनमै जानु पर्यो बल्खुतिर बल्खुमा जाउँ टिप त्यहाँ पाइहाल्छ होला पाउँछ भन्ने आशमा जाउँ मौसम सफा छ राम्रो छ शीतल छ पानी हल्का फुल्का पानी परिरहेछ चिसो चिसो कुल छ शनिबारको दिन सबैजना घरमै बसेर मिठो मिठो पकाउँदै खाँदै गर्नुहोस् हामी चाहिँ यहाँ टिप गर्छौँ मिठो मिठो खाएर अनि घुम्न निस्किनुहोस् अनि ट्याक्सीमा सरर घुमाइदिउँला यो चाहिँ फलफुल बजार फलफुल भएको ठाउँमा खै यहाँतिर पनि टिप त पाउँथ्यो आजकल पाउँदैन पानी त ठुलै पर्ला जस्तो कुलेश्वर गणेश मन्दिर जय गणेश भगवान टिप धेरै लाग्ने बनाइदिनुहोस् ट्याक्सी लाइनै छन् बाटोमा त ट्याक्सी अब गनीले बिहानै कमाइसक्यो होला नि 2000-2500 कमाइसक्छन् सबैजनाले बिहानै आफू त भर्खर उठ्यो अब अहिले गऱ्यो भने त डाहा गर्ने कुरो नि भएन हेर न यो गाडीले फेरि के गर्यो पुस्दै छन् कोही हरियोपट्टि बदला थियो अब भ्याउँदैन बल्खुचो ए 5-6वटा ट्याक्सी त यहीँ बसिरहेको रहेछ आफ्नो त पार्ला कहिले फेरि लास्टै लोभीहरू छ यहाँ सबै लोभी ड्राइभर खोइ एउटा भुपु आर्मी यो भुपु आर्मी फेरि लास्टै झन् लोभीको नम्बर 1 लोभी हो मैले टिप हाल्न लाग्यो भने आमामा रिसले यत्रो चुर हुन्छ यो मान्छे चाहिँ फेरि भुपु आर्मी हो रे यो फेरि गएर यहाँ मलाई बल्खु सुमो काउन्टर हो यो चाहिँ भित्र आउनु यो लोदरे दाईको मुख हेरेर होला टिपै लाग्दैन जहिले यो लोदरे दाई मात्रै अगाडि बढ्छ क्या कहाँ पठा भने को पठा भने दुईटा गाडी आयो टिप पाएन 10-7 भइसक्यो टिप पाउँदैन यार हेर यहाँ लोदरेहरू अर्को पालोमा ट्याक्सी सोध्नु है ट्याक्सी पालोमा म दिन्छु अस्ति म काट्दै थिएँ त्यो दिन्छु भन्दै थिएँ कि लिएर पागल ड्राइभर
शनिबारको दिन चाहिँ यस्तै जाने हो आज 10 बजी पनि टिप लाग्दैन अनि ब्लग बनाउनला भात खायो ल बडी ल्यायो भने म त फेरि यहाँ न्युजमा हालिदिन्छु नि फेरि बडी ल्यायो भने पठा भयो पुच्चे भाइ गाउँकै पठा भयो जान 200 ठिकै हो के भन्छ पागल भ्लगमा हालिदिन्छु नि फेरि धेरै पैसा लियो भने तिमीहरूले यो झन् ठग हल्ला नरेला मोबाइलमा मैले कसैको नभए मोबाइल देखाउ टिप नपाएपछि यो बौला जस्तो भइसक्यो मान्छेहरू यम्बरी कति भाडा आउनु भयो त बोनी गरेको छैन भन्ने गरेको छैन अब गाडी आयो भने मलाई दिनु ल हस् यो पठाहरूले गरेर सबै हाम्रो ट्याक्सीको टिपले कसैको नभएको कसै जा भनेर हुन्छ मै भाडा तिर्ने हो गाडी गाडी लिने चाहिँ त्यो काइला के कुरो गरेर गाडी ल्याएर आउँदाखेरि आरबी फुट्दै लगेर उहाँ त्यो बुढोले नै त्यस्तो नहुन नि त यहाँ 800 रुपियाँ भन्दा म दिन्नु 800 रुपियाँ भनेर गाडी लिन गएको थिएँ काइला बिज त्यस्तो चाहिँ नगरे कहाँ मैले सोधे त त्यसलाई चिने त छैन त्यो मैले त त्यो बुढोलाई लिएर जाने गाडी लिन जाँदाखेरि मान्छे ती भाग्यो तर भ्याउँथ्यो फेरि अर्को सुमा आएर अड्क्यो कि त्यही उतोबाट आउँथ्यो आरबी लगेर यहाँ गाडी आयो भने जान्थेन त्यो किन जाने कुरो गरेर गाडी लिएर आयो भने उहाँ त्यो बुढोले आफैले पैसा तिरेर लिएर गइदियो उनीहरूलाई आफ्नो मान्छे अनि के त नि ऊ एकैचोटि उसले दिएको त नि त्यो बुढोले उनीहरूको त्यो बुढो एक्लै थियो त्यही बुढोको मान्छे रहेछ क्या सबै उसैले पैसा तिरेर लग्यो त अनि बुढोले कस्तो एक्लै थियो मेरो आफ्नै ठुलो बाजे त्यो एक्लै सामान भएर मात्रै मैले नलगाएको आफ्नो मान्छे रे उसले भाडा तिरेर लगिदियो क्या अझ उहाँ वीर हस्पिटल भनेर मैले हालेको तिनीहरूलाई वीर हस्पिटलको अनि ल हिजो कुरा सक्यो गेम खेल्दा आउनुहोस् गाई फ्री फायर हो यसको नाम चाहिँ कस्टमर आउनुहोस् मसँग भन्नु पर्दैन खेल गा फ्री फायर यता कुदिनी पाउँदैन उता कुदिनी पाउँदैन एघार बन्दै थियो यति भन्न पछि के काम बल्कुकै आशा गरेर आयो बल्कुमै टिपेपछि पाउँदैन ट्याक्सी ड्राइभरहरू हेर यहाँ बिजोग छ बनी गरेछ खोइ यसरी गाडी आउँछ यसरी झुन्डिने हो टिप पाए पाउँछ नपाए पाउँदैन आइपुगिहाल्छ नि 500 को बनी गरियो अरे भगवान् 11 बजी बनी गयो के बोलाऊँ के नबोलाऊँ अब 2 घन्टा 3 घन्टापछि एक टिप पाउँछ गाइस अब एक दिनभरिमा हेरौँ के हुन्छ कसो हुन्छ आजलाई यति